हेलो साथीहरू, आज चाहिँ म चाहिँ खप्सीको लागि चाहिँ तयारी गर्दैछु। खप्सी बनाउन चाहिँ हामीले चाहिँ अन्डा अनि डल्डा अनि मैदा चिनी गरेर चाहिँ मिसाएर चाहिँ एकदमै मुसिराख्यो। मुसिसकेपछि चाहिँ हामीले चाहिँ यसले चाहिँ 12-1 बजे मुसेको अनि बेलुका चाहिँ 6-7 बजी बनाएको हामीले चाहिँ खाजा अनि 6-7 बजे बनाएर चाहिँ बेलुका भइसकेको थियो अनि बनाउनलाई चाहिँ हामी बनिसकेको आफ्नै डिजाइनमा बनाएको थियो अनि त्यही पिठोले चाहिँ हामीले समोसा पनि रेडी गरेको थियो। आलु भए